Well, so far we have discussed about the chromosomal theory of inheritance, in which the two concepts were combined together. That is, Mendel's work, experiments, was combined together with the study of the process of cell division. And from that, we have come to understand the various aspects, how chromosomes play a role as far as independent assortment is concerned. We talked about that experiment as well. And this particular theory, chromosomal theory of inheritance, was suggested by Walter Sutton and Theodore Boveri, and it was further given a proof by Thomas Hunt Morgan. And Morgan selected a particular insect, that is Drosophila, which we commonly call it as fruit fly, जुन चाहिँ हामीले नेपालीमा चाहिँ भुसुना भन्छौं. अनि त्यो किन छान्यो, why did he select all these को बारेमा हामीले हिजोको भिडियोजमा हामीले त्यसको कुरा गरिसक्यौं. अब कुरा गरौं प्रुफ. टीएच मर्गनले प्रुफ चाहिँ कसरी ल्यायो भन्दाखेरि चाहिँ उले एक्सपेरिमेन्टल मेटेरियल त उले ड्रोसोफिला नै युज गर्यो. अनि उले चाहिँ यो प्रुफ चाहिँ कसरी गर्यो भन्दाखेरि on the basis of the linked genes. लिङ्क जिन्स. अब कस्तो खालको जिन्स भन्दाखेरि चाहिँ यो चाहिँ नछुटिन सक्ने क्या हो. यिनीहरुको रिलेसनशिप चाहिँ एकदमै इन्टिमेट छ. जुन चाहिँ जिन्सहरु चाहिँ एउटै क्रोमोजोममा सँगसँगै पाउँछ, यिनीहरु जहिले पनि टेन्डेन्सी हुन्छ तिनीहरु सँगसँगै अर्को जेनेरेसनमा पनि जाने, कहिले नछुटिने, एकदम क्लोज. अब हामीलाई थाहा छ घरको पनि रिलेसनमा जति हामी क्लोज हुन्छौं त्यति हामी छुटिनु नसक्ने हुन्छौं. अनि जति टाढा टाढा हुन्छ हामीले भन्छौं नि डिस्टेन्ट रिलेटिभ्स भन्छौं नि, त्यो चाहिँ टाढा टाढा भयो नि त. त्यसमा त अब उनीहरु आफ्नै प्रकारले बढेर जान्छ, हामी आफ्नै प्रकारले बढेर जान्छौं. तर हाम्रो क्लोज रिलेसनशिपमा चाहिँ हाम्रो जहिले पनि दुःख सुख सबै नै हामीले साझा गरेको हुन्छौं, बाँडेको हुन्छौं. अनि हामीले छुटिनु नसक्ने हुन्छौं है. जस्तो एउटा भनौं न, एउटै आमा बाउको छोरा छोरीहरु जस्तो अब जति सक्दो धेरैको हामीले 100 मा 100% त नभनौं, तर 90 to 80 to 90% त छ त्यस्तो खालके, जुन चाहिँमा चाहिँ के रे आन्द्रा गाँसेको भन्छ, छुटिनु नसक्ने. सो यो लिङ्क्ड भनेको चाहिँ यस्तो खालके जिन्स हो. लिङ्क जिन्स चाहिँ त्यो चाहिँ नछुटिने. तर यसमा पनि भेरिएसन्सहरु आउँछ. अहिले हामीले बिस्तारै पढ्दै जान्छौं. जस्तो अब यो चाहिँ के कारणले गर्दाखेरि हुन्छ भन्दाखेरि चाहिँ जस्तो हाम्रो ह्युमन बिङ्समा हेर्यौं भने चाहिँ वी हैव के भन्नु भन्दाखेरि what we are going to study today is linkage, and here we are talking about linked genes. यो linked genes भनेको चाहिँ के हो? These genes have a tendency. जब हामीले ट्रान्सफर अफ क्यारेक्टर्सको कुरा गर्छौं नि, यो जिन्सहरु चाहिँ लिङ्क जिन्सहरु चाहिँ कस्तो हुन्छ भन्दाखेरि यिनीहरु जहिले पनि सँगसँगै जाने. टेन्डेन्सी अफ these genes have a tendency to move together. They have a tendency to move together. यिनीहरु एउटा जेनेरेसन देखि अर्को जेनेरेसन सँगसँगै जान्छ. मुभ टुगेदर भन्दाखेरि यहाँनिर हामीले के भन्नु भन्दाखेरि transferred together from one generation to another. यसलाई चाहिँ भन्छ हामीले लिङ्क जिन्स. अब कस्तो खालके भन्दाखेरि चाहिँ लिङ्क जिन्स चाहिँ कस्तो हुन सक्छ भन्दाखेरि चाहिँ सपोज यो क्रोमोजोम भयो रे, यो क्रोमोजोम यहाँनिर बीचमा के हुन्छ सेन्ट्रोमियर, यो ए, यो बी, यो सी, यो डी, यो ई, यो एफ जिनहरु जुन चाहिँ छ नि एउटै क्रोमोजोममा छ नि, यिनीहरु चाहिँ जहिले पनि के हुन्छ भन्दाखेरि सँगसँगै जान्छ, सँगसँगै जानु खोज्छ. यिनीहरुलाई हतपत छुटाउनु सक्दैन. जस्तो यो ए र बी जिन हेर्यो भने नजिक छ, यिनीहरुलाई हतपत छुटाउनु सक्दैन. तर ए र एफ मा चाहिँ डिस्टेन्स छ नि, त्यहाँनिर चाहिँ छुटिन सक्छ. सो यसबाट चाहिँ हामीले के बुझ्छौं भने जति नजिक छ त्यति छुटाउनु गाह्रो, जति टाढो छ त्यति छुटाउनु सजिलो. अब छुट्टिन्छ चाहिँ कसरी?
यो लिङ्क जिन्सहरू छुट्टिन्छ चाहिँ कसरी भन्दाखेरि एउटै क्रोमोजोममा पाउने लिङ्क जिन्सहरू चाहिँ कसरी छुट्टिन्छ भन्दाखेरि चाहिँ एउटा पर्टिकुलर फेनोमेना छ क्रसिङ ओभर के भएको क्रसिङ ओभर यो क्रसिङ ओभर चाहिँ हामीले कहाँ देख्छौँ भन्दाखेरि चाहिँ सेल डिभिजनमा स्पेसली मियोसिसमा यो क्रसिङ ओभर चाहिँ हामीले मियोसिसमा देख्छौँ प्रोफेज 1 को 5 वटा सबस्टेज छ लिप्टोटिन जाइगोटिन पकाइटिन डिप्लोटिन अनि डाइकाइनेसिस यो 5 वटा जुन चाहिँ सबस्टेजेस छ यसमा चाहिँ थर्ड स्टेज जुन चाहिँ छ पकाइटिन भन्ने त्यो थर्ड स्टेजमा चाहिँ के हुन्छ भन्दाखेरि यो जति पनि डायडहरू हुन्छ तिनीहरू चाहिँ ओभरल्याप हुन्छ होमोलोगस क्रोमोजोम्स चाहिँ ओभरल्याप हुन्छ त्यो ओभरल्याप भएको कन्डिसनलाई चाहिँ भन्छ क्रसिङ ओभर अनि यो क्रसिङ ओभर त पर्मानेन्टली बस्दैन यो पछिबाट गएर एनाफेजको टाइममा छुट्टिँदाखेरि चाहिँ के हुन्छ भने सानो सानो सेगमेन्ट चाहिँ एक्सचेन्ज हुन्छ हो त्यो फेनोमेनालाई चाहिँ भन्छ क्रसिङ ओभर अनि त्यो क्रसिङ ओभर हुँदाखेरि मात्रै यो लिङ्क जिन्सहरू चाहिँ छुट्टिनु सक्छ जहिले पनि लिङ्क जिन्सहरू चाहिँ सँगसँगै बस्छ है सँगसँगै जान्छ एक अर्कासँग हतपत के अरे छुट्टिँदैन उनीहरू जहिले पनि सँगसँगै जान्छ अब यो लिङ्केज चाहिँ ग्रुप हुन्छ है ग्रुप हुन्छ जस्तो लिङ्केज ग्रुप कतिवटा लिङ्केज ग्रुप छ भन्दाखेरि चाहिँ हामीले चाहिँ के हेर्नुपर्छ हेप्लोइड सेट कति छ हेप्लोइडमा कतिवटा छ सो नम्बर अफ लिङ्केज ग्रुप इज द नम्बर अफ हेप्लोइड सेट अफ क्रोमोजोम लिङ्केज ग्रुप नम्बर अफ यसलाई यता लेखिहालौँ छिटो हुन्छ नम्बर अफ लिङ्केज ग्रुप इज इक्वल टु नम्बर अफ haploid set of chromosome यो haploid set चाहिँ कसरी हुन्छ भन्दाखेरि मियोसिसले मियोटिक सेल डिभिजनले गर्दाखेरि मात्रै हुन्छ haploid भनेको आधी सेट मात्रै सो ह्युमन बिइङ्सको हामीले हेर्यौं भने ह्युमन्समा कतिवटा लिङ्केज ग्रुप हुन्छ भन्दाखेरि चाहिँ दैट विल बी इक्वल टु कति 23 वटा किनभने हेप्लोइडमा कतिवटा क्रोमोजोम छ 23 वटा छ त्यस्तै हामीले पी प्लान्टको हेर्यौं भने पाइसम सटिबमको पी प्लान्टको हेर्यौं भने हामीलाई थाहा छ 14 वटा एलिली छ भनेपछि 7 वटा के भयो हेप्लोइड सेट भयो कि भएन 7 वटा चाहिँ हेप्लोइड सेट हुन्छ इन पी प्लान्टको लिङ्केज नम्बर अफ लिङ्केज ग्रुप इज 7 त्यस्तै हामीले अहिले पछि ड्रोसोफिला हिजो हामीले कुरा गर्यौं ड्रोसोफिलाको कतिवटा क्रोमोजोम हुन्छ टोटल 8 हुन्छ दैट इज 4 पेज भनेपछि नम्बर अफ लिङ्केज ग्रुप कतिवटा हुन्छ 4टा हुन्छ किनभने आधी मात्रै हुनु पर्यो नि त हेप्लोइड सेट अफ क्रोमोजोम त्यस्तै राइस प्लान्टको कतिवटा हुन्छ भन्दाखेरि राइस प्लान्टको 12 वटा हुन्छ हेप्लोइड सेट अफ क्रोमोजोम सो लिङ्केज ग्रुप पनि 12 वटै हुन्छ सो यो लिङ्केज ग्रुप कतिवटा हुन्छ भनेर चाहिँ हामीले कसरी फाइन्ड आउट गर्नुपर्छ भन्दाखेरि चाहिँ त्यसको हेप्लोइडमा कतिवटा क्रोमोजोम छ हेर्नुपर्छ हेप्लोइड सेटमा कतिवटा क्रोमोजोम छ त्यो हेरेर चाहिँ हामीले नम्बर अफ लिङ्केज ग्रुप चाहिँ निकाल्न सक्छ नम्बर अफ लिङ्केज ग्रुप इज इक्वल टु नम्बर अफ हेप्लोइड सेट अफ क्रोमोजोम अब यहाँनिर हामीले लिङ्केज अलिकति बुझिहाल्यौँ लिङ्क जिन्स जहिले पनि सँगसँगै जाने नै हुन्छ त्यो पनि बुझिहाल्यौँ यो कसले सुरु गरेको भन्दाखेरि टीएच मर्गन थोमस हन्ट मर्गनले ड्रोसोफिला फ्रुट फ्लाई माथि उनले रिसर्च गर्दाखेरि चाहिँ यो सबै कुरोमा चाल पाएको अब जाउँ हाम्रो केसमा इन आवर केस what is the number of chromosome what is the total number of chromosomes that we have total number of chromosomes कति हुन्छ हाम्रोमा 23 pairs 23 pairs चाहिँ total number of
total number of chromosome, that is 46. 23 pairs भनेपछि 46. 46 छ. 46 छ भनेपछि अब हाम्रोमा जीन्स चाहिँ कति छ? जीन्स चाहिँ छ 20,500 to 22,000. यति चाहिँ छ. यति चाहिँ के छ? जीन्स. अब यो जीन्सलाई हामीले हेर्यौं भने चाहिँ 23 वटा पेज मात्रै छ क्रोमोजोम, दैट इज 46 क्रोमोजोम छ टोटल नम्बर. त्यो 23 वटा पेजमा भनेपछि त्यसको आधी हेर्यो भने, किनभने दुईटा सेमै हुन्छ नि त, सो आधी हेर्यो भने 23 वटा क्रोमोजोममा चाहिँ 20,500 to 22,000 जीन चाहिँ अटाउनु पर्यो. भनेपछि त्यहाँनिर कन्डिसन के भयो? खचाखच भयो नि त. एउटै क्रोमोजोममा थुप्रै जीन्सहरू प्रेजेन्ट हुन्छ. सो one chromosome one chromosome will have many genes present in it. In fact, hundreds ma huncha होला जीन्सहरु त हैन, थुप्रै जीन्सहरु हुन्छ. एउटै क्रोमोजोममा खात भएर बसेको हुन्छ, जुन चाहिँले गर्दाखेरि चाहिँ यहाँनिर चाहिँ हामीले लिंकेज ग्रुप्स चाहिँ धेरै पाउँछौं. लिंक जीन्सहरु चाहिँ थुप्रै पाउँछौं, लिंकेज ग्रुप पनि थुप्रै पाउँछौं. ओके, अब यहाँनिर याद गर्नुपर्छ ह्युमन को हामीले कतिवटा कुरा गर्यौं? 23 वटा लिंकेज ग्रुप हुन्छ भने. तर ह्युमन मेल को चाहिँ भिन्दै छ है. ह्युमन मेल को त कति हुन्छ? जस्तो ह्युमन मेल लेख्यौं भने कति हुन्छ? 44 ऑटोसोम्स प्लस XY हैन. 44 ऑटोसोम्स XY यो त थाहा छ तिमीहरुलाई. 44 वटा ऑटोसोम्स किन भन्दाखेरि 22 पेयर चाहिँ सेम हुन्छ, 23rd पेयर मात्रै डिफरेन्ट हुन्छ. अब मेलमा हेर्यौं भने चाहिँ यहाँनिर ग्यामेट्स चाहिँ कतिवटा हुनु? 22AX पनि हुन सक्छ, या त 22A प्लस Y पनि हुन सक्छ. त्यसै कारण चाहिँ हामीले हेर्यौं भने यो X सँग लियो भने चाहिँ 23 भयो, तर Y पनि आयो नि त एक्स्ट्रा. Y पनि आएकोले गर्दाखेरि ह्युमन मेलमा चाहिँ लिंकेज ग्रुप कतिवटा हुँदो रहेछ? 24 वटा हुन्छ. 24 वटा चाहिँ लिंकेज ग्रुप हुन्छ. यो बुझ्यौ? यो 23 वटा पेज मात्रै छ क्रोमोजोम्स, दैट मीन्स 23 मात्रै छ. त्यो 23 मा चाहिँ यति बिघ्न चाहिँ जीन चाहिँ अटाउनु पर्यो, जुन चाहिँ कारणले गर्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ थुप्रै जीन्सहरु चाहिँ हामीले त्यहाँनिर देख्छौं. अब यहाँनिर अलिकति हामी ब्याकमा जाउँ है. ब्याकमा भन्दा पनि सारै ब्याकमा हैन, तर के हो भन्दाखेरि चाहिँ यो क्रोमोसोमल थ्योरी अफ इनहेरिटेन्स मा independent assortment को explanation. Independent assortment using chromosomes. क्रोमोजोमहरु युज गरेर चाहिँ हामीले independent assortment. हुनु त हामीले हिजोको डिस्कसनमा पनि अलिकति त कुरा गर्यौं, त्यो possibility 1 र possibility 2. त्यसलाई नै अलिकति हामीले अगाडि बढौं. त्यही कुरा नै हो हुनु त. जुन चाहिँ इंडिपेंडेंट असॉर्टमेंट को रिप्रेजेंटेशन यूजिंग क्रोमोसोम्स. क्रोमोसोम यूज गरेर चाहिँ इंडिपेंडेंट असॉर्टमेंट को चाहिँ के रे त्यसको एक्सप्लेनेसन अलिकति हामीले यहाँ कुरा गरौँ. इंडिपेंडेंट असॉर्टमेंट, यो इंडिपेंडेंट असॉर्टमेंट को हामीले थुप्रै कुरा गरिसक्यौं. जस्तो अब दुईजना बिहा गरे, एकजना चाहिँ डाक्टर छ, एकजना चाहिँ इन्जिनियर छ. अब दुईजनाले त वाइफ चाहिँ इन्जिनियर अरे, बुढो चाहिँ डाक्टर अरे, या त भाइस वर्सा जे पनि हो, दुईजनाले आफ्नो आफ्नो काम गर्नु पर्यो नि. एकअर्काको काममा इन्टरफियर गर्यो भने त त्यहाँनिर त त्यो हुँदैन. त्यस्तै भनेको इन्डिपेन्डेन्ट असॉर्टमेन्टमा पनि उनीहरू अलग अलगै बस्नु पर्यो. द इफेक्ट अफ इन्डिपेन्डेन्ट असॉर्टमेन्ट
हामीले यहाँनिर कुरा गर्दैछौँ युजिङ एक्जाम्पल्स अफ टू पेयर्स अफ होमोलोगस क्रोमोजोम इन्डिपेन्डेन्ट असर्टमेन्ट हामीले यहाँनिर टू पेयर्स अफ होमोलोगस क्रोमोजोम युज गर्दैछौँ यहाँनिर सिस्टर एन्ड नन सिस्टर क्रोमाटिड्सको पनि कुरा आउँछ है अब यो सिस्टर र नन सिस्टर क्रोमाटिड भनेको चाहिँ के हो भन्दाखेरि एउटा डायड स्टेजमा अब यो दुईटा होमोलोगस क्रोमोजोम छ यो होमोलोगस क्रोमोजोम छ है दुईटा अब यसलाई अलिकति कलर गरौँ न कलर भिन्दै भिन्दै बनाऊ यो होमोलोगस क्रोमोजोम यो चाहिँ बुझ्नुको लागि मात्रै कलर भिन्दै भिन्दै गरेको है यो होमोलोगस क्रोमोजोम छ यो होमोलोगस क्रोमोजोममा हामीले हेर्यौं भने यसको दुईटै आर्म यसको दुईटै आर्म यिनीहरू आफू आफूमा नै यसलाई चाहिँ भन्छ सिस्टर क्रोमाटिड या त यसलाई पनि भन्नु सक्छ यो दुईटा आर्म जुन चाहिँ छ सिस्टर क्रोमाटिड हामीले अलिकति बिर्सेको छ भने रिभाइज गरेको यसलाई चाहिँ भन्छ सिस्टर क्रोमाटिड तर होमोलोगस क्रोमोजोमको अब यो आर्म र यो आर्मलाई चाहिँ भन्छ नन सिस्टर किनभने यिनीहरू एउटैको होइन नि त एउटै क्रोमोजोमको होइन नि त यिनीहरू त होमोलोगस पेयरको हो नि त सो होमोलोगस पेयरको बीचमा जुन चाहिँ आर्महरू छ त्यसलाई चाहिँ भन्छ नन सिस्टर क्रोमाटिड अनि एउटै डायडको जुन चाहिँ आर्म छ त्यो आर्महरूलाई चाहिँ भन्छ सिस्टर क्रोमाटिड अब यहाँनिर हामीले फर्स्ट जिन चाहिँ लियौँ फर्स्ट जिन चाहिँ लियौँ A and A ओके फर्स्ट जिन चाहिँ लियो A and A अनि सेकेन्ड जिन चाहिँ लियौँ B and B क्यापिटल B and स्मल b यो दुईटा चाहिँ लोकेटेड अन हामीले इन्डिपेन्डेन्ट असर्टमेन्टमा चाहिँ के याद गर्नुपर्छ भन्दाखेरि चाहिँ द जिन्स ह्याभ टु बी लोकेटेड अन डिफ्रेन्ट क्रोमोजोम्स एउटै क्रोमोजोममा छ भने चाहिँ इन्डिपेन्डेन्ट असर्टमेन्ट हुने चान्सेस कम्ती हुन्छ या त अब चान्सेस घटेर जान्छ तर यहाँ चाहिँ हामीले के याद गर्नुपर्छ भन्दाखेरि चाहिँ when we talking about independent assortment the first thing that we should remember is the genes are located on different chromosome डिफ्रेन्ट क्रोमोजोममा लोकेट भएको हुनुपर्छ एउटै क्रोमोजोममा छ भने चाहिँ यो इन्डिपेन्डेन्ट असर्टमेन्ट हुनु सक्दैन सो एउटा क्रोमोजोममा द फर्स्ट जिन छ जुन चाहिँ क्यापिटल ए र स्मल ए छ अनि सेकेन्ड जिन चाहिँ अर्को क्रोमोजोममा छ क्यापिटल बी र स्मल बी अब यसलाई चाहिँ हामीले नक्सा मार्फत बुझौँ है यो दुईटा चाहिँ होमोलोगस हो नि त होमोलोगस क्रोमोजोम हो यो पनि होमोलोगस क्रोमोजोम हो अब यसलाई चाहिँ हामीले सिम्पल नक्सा बनाऊ सिम्पल नक्सा तिमीले सिस्टर र नन सिस्टर त बुझ्यो होइन अब होमोलोगस भनेको चाहिँ एउटै पेयर हो एउटै जोडा सो यहाँनिर हामीले होमोलोगस यसरी रिप्रेजेन्ट गरौँ यसमा चाहिँ ए छ अनि यसको होमोलोगस कलर नगरौँ यो चाहिँ छ स्मल यसको होमोलोगस हो यो चाहिँ हैन त्यहाँदेखि अर्कोको होमोलोगस यो बी यो स्मल बी यो पनि होमोलोगस क्रोमोजोममै छ किनभने यिनीहरू त एलिल जस्तै हो नि त जिन्स भनेको मेन्डलको एलिल हो अब यिनीहरू चाहिँ कुन चाहिँ स्टेजमा छ यो चाहिँ हामीले नन डिभाइडिङ स्टेजमा छ अब डिभाइड हुन थालेपछि चाहिँ यो चाहिँ केमा आउँछ डायडमा आउँछ बिकज के अरे त्यो सेल साइकलको एस फेजमा चाहिँ डिएनए चाहिँ डबल हुन्छ सो अब नेक्स्ट यहाँनिर के हुन्छ भन्दाखेरि होमोलोगस क्रोमोजोमहरुकै यस्तो हुन्छ यताको पनि यो अर्कोको पनि
बी, यहाँ पनि बी हुन्छ। यो चाहिँ अलिक अप्ठ्यारो छ है, बुझिराख है, यो बुझ्नु चाहिँ अलिक। अब यो हामीले किन यहाँ दुईटा क्रोमोजोम देखाउँदैछौँ नि, बिकज इन्डिपेन्डेन्स चाहिँ डिफ्रेन्ट क्रोमोजोममै हुनु पर्यो, डिफ्रेन्ट क्रोमोजोममै हुनु पर्यो। तर यहाँनिर अब हामीले हेर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि यो स्पिन्डल फाइबर्स जोडिन्छ नि, यहाँनिर स्पिन्डल फाइबर्स चाहिँ कहाँ जोडिन्छ, स्पिन्डल फाइबर्स चाहिँ कहाँ जोडिन्छ, यहाँनिर जोडिन्छ। खोइ केले बनाऊ, यसले बनाउँछ। यहाँबाट यो सेन्ट्रोजोमबाट स्पिन्डल फाइबर्स आयो, यता पनि सेन्ट्रोजोम छ अर्को पोलमा, यहाँ पनि स्पिन्डल फाइबर्स आयो। यसले यसलाई उता तानेर लान्छ, यसले उता तानेर आउँछ। त्यो चाहिँ हामीले बुझ्नु पर्यो। अब दुईटा पोलमा अलग अलग कुरो बनिन्छ। यो गएर एउटा पोलमा बनिन्छ, यहाँदेखि यसो जाउँ ल, यो गएर एउटा पोलमा यतिकै रहन्छ, अनि यो बन्यो एउटा पोलमा गएर एउटा न्युक्लियस बन्यो। यो हामीले कुन चाहिँ डिभिजनको कुरा गर्दैछौँ, मियोटिक सेल डिभिजन है, मियोटिक सेल डिभिजनको कुरा गर्दैछौँ। त्यहाँदेखि अर्को, अब यो चाहिँ यहाँ पुग्यो, अब यो चाहिँ होमोलोगस क्रोमोजोम त छुट्टिन्छ नि, त्यो त हामीलाई थाहा छ नि त होइन। होमोलोगस क्रोमोजोम त छुट्टिन्छ, एउटा न्युक्लियसमा जान्छ, अर्को न्युक्लियसमा जान्छ। अब यो बन्यो, यो बन्नेपछि दुईटा न्युक्लियसमा के भयो, यो चाहिँ कुन चाहिँ स्टेज हो, एनाफेज 1, यो चाहिँ हो एनाफेज 1। एनाफेज 1 मा चाहिँ के भयो, द्याट इज मियोसिस 1 हो, मियोसिस 1 को एनाफेज 1। एनाफेज 1 भनेपछि बुझिहाल्नु पर्यो, वी आर टकिङ अबाउट मियोसिस 1। अनि हामीले हिजो अस्ति पनि कुरा गरेको छौँ, मियोसिस 1 चाहिँ के हो, रिडक्सन डिभिजन हो। त्यसै कारण यहाँनिर रिडक्सन भयो नि त, 4वटा क्रोमोजोमबाट सुरु भएको थियो, अब 2-2वटा मात्रै आयो। सो एनाफेज सकिँदा ओर्दा दुईटा न्युक्लियस बनिन्छ, दुईटा न्युक्लियसमा चाहिँ आधी आधी क्रोमोजोम आउँछ, ह्याप्लोइड भइसक्यो। अब ह्याप्लोइड भइसक्यो। अब यहाँदेखि चाहिँ के हुन्छ भन्दाखेरि यसले मियोसिस 2 मा जान्छ। मियोसिस 2 को हामी सिधै एनाफेजको कुरा गरौँ है। अब मियोसिस 2 को एनाफेज 2, मियोसिस 2 को एनाफेज 2, यो त लेखिसक्यो होला तिमीले, मैले मेटाएँ। अब यसलाई नै हामी कन्टिन्यू गरौँ। यसबाट फेरि यहाँनिर स्पिन्डल फाइबर्सहरू बनिन्छ, त्यो त याद छ तिमीहरूलाई, फेरि स्पिन्डल फाइबर्स बनिन्छ। तर मियोसिस 2 चाहिँ के हो, इक्वेजनल सेल डिभिजन हो। मियोसिस 2 चाहिँ इक्वेजनल सेल डिभिजन हो भनेपछि यहाँनिर दुईटा छ भने यो नेक्स्ट अब बनिँदाखेरि पनि कतिवटा हुनु पर्यो, दुईटै हुनु पर्यो। ए बी बुझ्दैछ। यो चाहिँ भयो दुईटा ग्यामेट, यो चाहिँ एनाफेज 2 है, मियोसिस 2 को एनाफेज 2, यो चाहिँ एनाफेज 2 मा चाहिँ यसबाट चाहिँ दुईटा ग्यामेट बन्यो। अब यसमा पनि यहाँ पनि स्पिन्डल फाइबर्स हुन्छ हैन, यहाँ पनि स्पिन्डल फाइबर्स हुन्छ जुन चाहिँले फेरि यसलाई छुट्टाउँछ। अनि यो चाहिँ माइटोटिक सेल डिभिजन जस्तै हो, इक्वेजनल सेल डिभिजन। यहाँ एउटा थियो भने यहाँ पनि एक-एकवटा नै छ हो। अब यो पनि छुट्टिन्छ, यो पनि छुट्टेर यहाँनिर यस्तो बनिन्छ। अब यो पनि यहाँ पनि दुईटा ग्यामेट बन्यो यसरी। सो यो चाहिँ भयो इन्डिपेन्डेन्ट असर्टमेन्ट। यो चाहिँ हामीले अब विदाउट चेन्जिङ, किन भन्दाखेरि यो चाहिँ दुईटा
डिफ्रेन्ट क्रोमोजोममै छ नि त। सो दुईटा डिफ्रेन्ट क्रोमोजोममा चाहिँ हामीले यो यसरी चाहिँ एक्सप्लेनेसन दिन सक्छौँ क्रोमोजोमल थ्योरी अफ इनहेरिटेन्समा। अब यहाँनिर हामीले यो जुन चाहिँ स्टेज छ नि, योभन्दा अलिकति अगाडि चाहिँ हामीले मेटाफेजको कुरा गर्छौँ। मेटाफेजमा चाहिँ के हुन्छ भन्दाखेरि त्यो जुन चाहिँ डायड स्टेज छ तिनीहरू चाहिँ सेन्ट्रलमा इक्वेटोरियल रिजनमा अलाइन हुन्छ। त्यो अलाइन हुँदाखेरि चाहिँ यो यसरी अलाइन भएर बस्यो हैन, यसरी चाहिँ अलाइन भएर बस्यो। द्याट मिन्स दुईटा होमोलोगस क्रोमोजोमको यो ए थियो, यो ए थियो, यो बी थियो, यो बी थियो। ए सरी, कहाँ यहाँ त बी हुन्छ, यो त बी हुँदैन, अर्को हुनु पर्यो नि। यो त एउटाको मात्रै हो नि त, होमोलोगस क्रोमोजोमको यो एउटाको मात्रै हो नि त। अब यिनीहरू चाहिँ यसरी अलाइन भएर बसेको थियो। अब यहाँनिर चाहिँ अर्को के थियो भन्दाखेरि यहाँनिर बी थियो, यहाँनिर स्मल बी थियो, यसरी थियो। यसरी चाहिँ यिनीहरू चाहिँ यसरी अलाइन भएर बस्यो मेटाफेजमा चाहिँ हैन, यिनीहरू एउटै लाइनमा यसरी बस्यो। ओके, के अरे अब होमोलोगस क्रोमोजोम यसरी बस्यो हैन। अब यहाँनिर अर्को कन्डिसन, अर्को पोसिबिलिटी के हुनसक्छ भन्दाखेरि यो बी चाहिँ यता, स्मल बी चाहिँ, क्यापिटल बी चाहिँ उता हुनसक्छ। यो यसरी चेन्ज हुनसक्छ। यो चेन्ज हुँदाखेरि चाहिँ फेरि हाम्रो रिजल्ट अलिकति भिन्दै हुन्छ। त्यो भिन्दैको पनि अलिकति गरिहालौँ है। हामीले यहाँ विशेष कुरा गर्दैछौँ इन्डिपेन्डेन्ट असर्टमेन्टको कुरा गर्दैछौँ। यसको अलिकति अर्को पाटा पनि हामीले कुरा गरिहालौँ ल। खै यो ब्लू इङ्क त छिटो मेटिँदैन त। अब अर्को कन्डिसन के हुन्छ, एउटा पोसिबिलिटी भयो जहाँ चाहिँ अब यो होमोलोगस क्रोमोजोम्सहरू यसरी नै बस्यो। अब अर्को कन्डिसन चाहिँ के हुनसक्छ भन्दाखेरि यो ए छ, यो जुन चाहिँ ए छ होमोलोगस तिनीहरू चाहिँ त्यसरी नै बस्यो। तर अर्को चाहिँ के भयो भन्दाखेरि चाहिँ यहाँ चाहिँ यसरी उल्टा भएर अलाइन भएर बस्यो। जब पेयरिङ हुन्छ नि, हामीलाई याद छ मियोसिसमा इक्वेटोरियल रिजनमा यहाँनिर यसरी होमोलोगस क्रोमोजोम्सहरू चाहिँ पेयर भएर बस्छ हैन। जस्तो यो ए, यो बी, सरी यो चाहिँ स्मल ए छ हैन। यो चाहिँ यो केसको चाहिँ हामी पहिला कुरा गरौँ, पहिलाको केसको। त्यसमा चाहिँ अब अर्को होमोलोगस क्रोमोजोम यो दुईटा, यो चाहिँ बी भएर बस्यो। यो चाहिँ यो एक्सप्लेनेसन भयो। अब हामीले कुरा के गर्दैछौँ भन्दाखेरि यहाँनिर चेन्ज पनि त हुनसक्छ नि त। त्यो चेन्ज चाहिँ कस्तो हुनसक्छ भन्दाखेरि यो यहाँ चाहिँ स्मल बी बसेर यहाँ चाहिँ क्यापिटल बी आउनु सक्छ। अब कम्पनी चाहिँ चेन्ज भयो नि त। अब यो कम्पनी चेन्ज भयो भने त यहाँ यो डल्लै चेन्ज भएर गयो। जस्तो यहाँनिर यो पनि चेन्ज भयो यहाँनिर। अब यो चाहिँ योसँग जोडा भएर बस्यो, यो चाहिँ योसँग मिल्यो। त्यस्तै यहाँ पनि सबै चेन्ज हुँदै जान्छ। यो क्यापिटल बी, क्यापिटल बी। अब यहाँ पनि यो टाइममा आउँदाखेरि पनि यहाँ पनि चेन्ज भयो, यसरी चेन्ज भयो। त्यसै कारण ग्यामेट्स जुन चाहिँ बन्यो त्यसमा पनि चेन्ज आयो, त्यसमा पनि चेन्ज आयो। यो बी भयो, यो बी भयो, यो क्यापिटल बी भयो, यो क्यापिटल बी भयो। सो ग्यामेट्समा पनि चेन्जेस आयो। यो चाहिँ भयो इन्डिपेन्डेन्ट असर्टमेन्टको इक्जाम्पल। अघि हामीले जुन चाहिँ फर्स्टमा कुरा गऱ्यौँ त्यो एउटा कन्डिसन पोसिबिलिटी भयो, यो अर्को पोसिबिलिटी भयो। अब हामी कुरा गरौँ, यो बुझ्यो? यो चाहिँ के थियो भने इन्डिपेन्डेन्ट असर्टमेन्ट चाहिँ दुईटा डिफ्रेन्ट क्रोमोजोममा थियो है। त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट पोइन्ट याद गर्नुपर्छ है। इन्डिपेन्डेन्ट असर्टमेन्ट हामीले जब क्रोमोजोमल थ्योरी अफ इनहेरिटेन्समा एक्सप्लेन गर्छौँ त्यसमा चाहिँ मेन्डलकै
जुन चाहिँ छ कन्डिसन्स त्यो चाहिँ याद राख्नुपर्छ। मेन्डलको कन्डिसन चाहिँ के हो भन्दाखेरि चाहिँ मेन्डलले भने अनुसार चाहिँ इन्डिपेन्डेन्ट असर्टमेन्टमा चाहिँ उसले भन्नु त भनेन, तर ऊ हि वाज भेरी लकी, किन उसले इन्डिपेन्डेन्ट असर्टमेन्ट एक्सप्लेन गर्दाखेरि चाहिँ त्यो जुन चाहिँ फ्याक्टर्सहरू थियो त्यो चाहिँ डिफ्रेन्ट क्रोमोजोम्समै थियो, त्यसै कारण चाहिँ त्यो रिजल्ट आएको। अनि यहाँ हामीले त्यसलाई नै एक्सप्लेन गर्दाखेरि क्रोमोजोम हालेर चाहिँ एक्सप्लेन गर्दाखेरि चाहिँ यस्तो खालके आउँछ। अब हामी नेक्स्ट पार्टमा जाउँ। यो इन्डिपेन्डेन्ट असर्टमेन्टको बुझ्यो होला तिमीहरूले। अब जाउँ हामी नेक्स्ट पार्टमा। नेक्स्ट पार्टमा चाहिँ के हो भन्दाखेरि वी टक अबाउट जिन लिङ्केज विथ नो क्रसओभर। द्याट मिन्स हियर वी आर टकिङ अबाउट कम्प्लिट लिङ्केज। कम्प्लिटली लिङ्क्ड भनेपछि यिनीहरू चाहिँ छुट्टिँदैन, जे नै भए पनि यिनीहरू दुईजना चाहिँ अब छुट्टिनु सक्दैन, त्यसलाई चाहिँ भन्छ कम्प्लिट लिङ्केज। तर अब हामीले नेचरमा हेऱ्यौँ भने त्यस्तो कम्प्लिट लिङ्केज भन्ने चाहिँ एकदमै थोरै मात्रामा मात्रै पाउँछौँ। अनि अहिले हामी पछि पढ्दै जान्छौँ। जब मर्गनले एक्सप्लेनेसन दियो, मर्गनले एक्सप्लेनेसन चाहिँ एक्स लिङ्क्ड जिन्सहरू युज गरेर चाहिँ दिएको छ। तर त्योभन्दा अगाडि हामीले एउटा स्ट्रेट फरवर्ड एउटा क्रोमोजोम लिएर चाहिँ कुरा गरौँ। सो जिन लिङ्केज, हियर वी आर टकिङ अबाउट जिन लिङ्केज with no crossover. Gene linkage with no crossover भनेपछि पेरेन्ट्स जस्तो छ, नयाँ जेनेरेसन पनि त्यस्तै नै निस्किन्छ। यहाँनिर चाहिँ कुनै चेन्ज छैन। यसलाई चाहिँ भन्छ कम्प्लिट लिङ्केज। यसमा चाहिँ पेरेन्टल जेनेरेसन र नयाँ जेनेरेसनमा अफस्प्रिङमा कुनै फरक आउँदैन। अब यसको चाहिँ हामीले के गरौँ भन्दाखेरि फेरि त्यस्तै खालके, तर यहाँ चाहिँ लिङ्केज भनेपछि चाहिँ वी आर टकिङ अबाउट अ सिङ्गल क्रोमोजोम। यहाँ ए र बी, सिङ्गल क्रोमोजोम ए एन्ड बी, एउटै क्रोमोजोममा छ नि त यो चाहिँ। अब मेटाफेज वानमा चाहिँ मेटाफेज वान भनेपछि मियोसिस वानको मेटाफेज वानमा चाहिँ यिनीहरू अब यो त मोनाडमा थियो, अब डायडमा चेन्ज हुन्छ। त्यसै कारण डायडलाई चाहिँ हामीले यसरी रिप्रेजेन्ट गरौँ। यो चाहिँ भयो डायड। अब यसको पनि सेम डायड यहाँ हामीले बनाउन सक्छौँ। यिनीहरू चाहिँ याद गर है, हामीले जब कम्प्लिट लिङ्केज पढ्दैछौँ त्यति बेला चाहिँ एउटै क्रोमोजोममा भएको जिन्सको बारेमा कुरा गर्दैछौँ है। अघि हामीले इन्डिपेन्डेन्ट असर्टमेन्टको कुरा गऱ्यौँ, त्यो चाहिँ दुईटा डिफ्रेन्ट क्रोमोजोममा भएको, यो चाहिँ एउटै क्रोमोजोममा छ। अब मेटाफेज वानमा चाहिँ यस्तो स्टेटमा आयो। अब एनाफेजमा चाहिँ के हुन्छ? एनाफेज वानमा चाहिँ के हुन्छ? यो एउटा न्युक्लियसमा जान्छ, यो अर्को न्युक्लियसमा जान्छ। द्याट इज अब देख्दाखेरि त हामीले सेम देख्दैछौँ, तर यहाँ चाहिँ कुरो चाहिँ के हुँदैछ भन्दाखेरि यो एउटा न्युक्लियसमा गयो एनाफेज वानमा, किनभने आधा आधा हुनु पर्यो होइन। अनि अर्को न्युक्लियसमा जाँदैछ फेरि, त्यो चाहिँ यो भयो। यो चाहिँ अर्को न्युक्लियसमा गयो। सो दुईटा न्युक्लियस बन्यो नि। अब के भयो? आधी आधी भयो कि भएन? यहाँ त हामीले दुईटा क्रोमोजोमबाट सुरु गरेको थियौँ, अब एक एकवटा क्रोमोजोम भयो। अब यो दुईटा लाइनले चाहिँ कन्फ्युज नहुनु नि। त्यो दुईटा लाइन चाहिँ किन भयो भन्दाखेरि चाहिँ त्यहाँ चाहिँ एस फेजमा डिएनए चाहिँ डबल भयो नि त, त्यसै कारण चाहिँ दुईटा लाइन भएको है, कन्फ्युज नहुनु नि। अब यसबाट ग्यामेट बनिन्छ, यसबाट पनि ग्यामेट बनिन्छ भनेपछि एनाफेज 2 मा चाहिँ अब के हुन्छ? एनाफेज 2 मा चाहिँ अब के हुन्छ?
ग्यामेट फर्मेसन हुन्छ। भनेपछि यसबाट अब के बनिन्छ, यस्तो बन्यो ग्यामेट भनेपछि फेरि मोनाडमा आयो डायडदेखि छोरा दुईटा बन्यो। बुझ्दैछ? अब यसबाट पनि त बनिनु पर्यो नि त। सो यो चाहिँ ग्यामेट्स भयो। यो चाहिँ ग्यामेट्स भयो। अनि यहाँ हामीले ग्यामेट्समा देख्यौँ भने के देख्यौँ भन्दाखेरि जसरी सुरु भएको थियो एउटै क्रोमोजोममा थियो, यिनीहरू चाहिँ ग्यामेट बनिन्जेलसम्म पनि छुट्टेन। यो चाहिँ ग्यामेट बनिन्जेलसम्म पनि छुट्टेन। सो दोज जीन्स विच आर लोकेटेड अन द सेम क्रोमोजोम दे have a tendency to travel together in the next generation। अब यो ग्यामेटबाटै त नेक्स्ट जेनेरेसन हुन्छ नि त हैन। सो यहाँ हामीले नेक्स्ट जेनेरेसन देख्दाखेरि पनि यिनीहरू सँगसँगै छ। अनि यो चाहिँ के कारणले गर्दाखेरि हुन्छ भन्दाखेरि चाहिँ दिस जीन्स आर लोकेटेड क्लोज टुगेदर अन द सेम क्रोमोजोम। यसमा चाहिँ के हुन्छ भन्दाखेरि जीन्स आर लोकेटेड अन सेम chromosomes together on the same chromosomes close together भएको कारणले गर्दाखेरि चाहिँ उनीहरू चाहिँ छुट्टिन सकिँदैन। सो यो कन्डिसनलाई चाहिँ भन्छ कम्प्लिट लिङ्केज। अनि यो चाहिँ अब नेचरमा त अलिक साह्रै छ, हामीले पाइबस्दैन, कम्ती मात्रामा नै पाउँछौँ, तर यसलाई चाहिँ भन्छ कम्प्लिट लिङ्केज। अब हामी जाउँ नेक्स्टमा जाउँ, द्याट इज जिन लिङ्केज विथ क्रसओभर। यहाँ चाहिँ विथ नो क्रसओभर छ, किन भन्दाखेरि दे आर लोकेटेड अन द सेम जिन सेम क्रोमोजोम प्लस दे आर क्लोज टुगेदर, जुन चाहिँले गर्दाखेरि उनीहरू छुट्टिनु सक्दैन। सो यसलाई चाहिँ भन्छ कम्प्लिट लिङ्केज। बुझ्यो होला है? इनकेस बुझेन भने, केही कुरोमा खालि क्लियरिटी आएन भने मलाई व्हाट्सएप या फोन नम्बर पनि त्यसमा छ, मलाई कल गरेर सोद्धाखेरि पनि हुन्छ। म फेरि तिमीहरूलाई अर्को लेसन बनाएर अझै मजाले एक्सप्लेन गर्छु। तर यति चाहिँ बुझ्नु चाहिँ पर्यो, हामीले जब लिङ्केजको कुरा गर्छौँ, लिङ्केज चाहिँ मोस्ट अफ द टाइम चाहिँ एउटै क्रोमोजोम हुन्छ। अनि कम्प्लिट लिङ्केज हुँदाखेरि चाहिँ तिनीहरू चाहिँ छेउछेउमा हुन्छ, नजदिक हुन्छ, त्यसै कारण छुट्टिनु सक्दैन। अब त्यही कुरो हामी नेक्स्ट जिन लिङ्केज विथ क्रसओभर पढ्दैछौँ। जिन लिङ्केज चाहिँ कुरा गर्दैछौँ, तर क्रसओभर। जिन लिङ्केज भनेपछि एउटै क्रोमोजोममा त छ, यहाँनिर त हामी लेख्दैछौँ दे आर क्लोज टुगेदर हैन। अब यहाँनिर चाहिँ हामीले एउटै क्रोमोजोममा छ, तर यहाँ चाहिँ प्रब्लम चाहिँ के छ भन्दाखेरि दे आर एट अ डिस्टेन्स, यहाँ चाहिँ क्लोज टुगेदर छ। अब नेक्स्ट चाहिँ हामीले लिङ्केज विथ क्रसओभर पढ्दैछौँ है, त्यसलाई चाहिँ हामीले भन्छौँ, यो सबै मेटाएर फेरि लेखेर नै गरौँ, सो द्याट यु क्यान अन्डरस्ट्यान्ड मच मोर क्लियरली। यो चाहिँ के हो भन्दाखेरि जिन लिङ्केज विथ क्रसओभर, यसलाई चाहिँ भन्छ इनकम्प्लिट लिङ्केज। Here the genes are located on the same chromosome but at a distance। यहाँ चाहिँ अलिक टाढोमा छ, तर हामीले लिङ्केजको जब कुरा गर्छौँ नि त्यति बेला चाहिँ याद गर्नु, मोस्ट अफ द टाइम हामीले एउटै क्रोमोजोमको मात्रै कुरा गरेको हुन्छौँ। अब यहाँनिर चाहिँ के छ भन्दाखेरि जिन विथ क्रसओभर, क्रसओभर हुनु सक्दैछ यहाँनिर चाहिँ, किन भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ जिन्स दो लोकेटेड अन द सेम क्रोमोजोम दे आर एट अ डिस्टेन्स, तिनीहरू चाहिँ आफूदेखि टाढो छ, एकअर्कादेखि टाढो छ।
त्यस्तै अघि ए र बी जिनकै कुरा गरौँ। यो ए यहाँ छ भने बी यहाँ छ, टाढो छ। त्यस्तै यहाँनिर स्मल ए छ भने यहाँनिर स्मल बी छ। यिनीहरू चाहिँ टाढो टाढो छ। यो टाढो टाढो भएकोले गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि यिनीहरूमा ओभरल्याप हुने चान्सेस अनि छुट्टिने चान्सेस चाहिँ बेसी बढेर जान्छ। जस्तो अब यसलाई पनि नेक्स्ट हामी केमा जान्छौँ भन्दाखेरि अघि पनि गएको थियौँ मेटाफेजमा। मेटाफेजमा जाँदाखेरि हामीले कुन चाहिँ कन्डिसन पाउँछौँ भन्दाखेरि मेटाफेजमा जाँदाखेरि अब नेक्स्ट हामीले मेटाफेज 1 मा चाहिँ यसको कन्डिसन कस्तो हुन्छ भन्दाखेरि हेर है टाढो टाढो छ है। अनि टाढो टाढो छ, यो चाहिँ मेटाफेजमा भयो। अब हामीले अघि पनि कुरा गरेको थियौँ प्रोफेजको, सरी यहाँ मेटाफेज लेखेको छु मैले, प्रोफेजको कुरा गरिहाल्नुपर्छ यहाँनिर। प्रोफेजमा यो त नन डिभाइडिङ हो नि त, यो डिभिजन सुरु भयो, त्यसै कारण चाहिँ यो चाहिँ मोनाडदेखि डायडमा पुगेको। ओके, यो चाहिँ प्रोफेजको सबस्टेज थर्डमा, द्याट इज थर्ड सबस्टेज। के हो थर्ड सबस्टेज? मैले बताइसकेको छु, थर्ड सबस्टेज हो, त्यसलाई भन्छ पकाइटिन। तिमीहरूले पनि भन्दैछ होला थर्ड सबस्टेज, यसलाई चाहिँ भन्छ पकाइटिन। यो हामीले कुरा गरिसकेको। अब पकाइटिनमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ यो होमोलोगस क्रोमोजोम के अरे नन सिस्टर क्रोमेटिड दे ओभरल्याप विथ इच अदर। नन सिस्टर क्रोमेटिड अघि नै मैले बुझाएको छु है। नन सिस्टर क्रोमेटिड भनेको चाहिँ दुईटा होमोलोगस क्रोमोजोम, सपोज यो दुईटा होमोलोगस क्रोमोजोम भयो, यिनीहरूको चाहिँ नन सिस्टर क्रोमेटिड भनेको यो र यो, या त यो र यो, या त यो र यो, यस्तो हुन्छ नि। यसमा चाहिँ अब चाहिँ यसरी ओभरल्याप भयो। त्यो ओभरल्यापलाई चाहिँ जुन चाहिँ छ यसलाई चाहिँ भन्छ क्रसिङ ओभर। सो यहाँ चाहिँ भयो क्रसिङ ओभर। अब क्रसिङ ओभर भएपछि चाहिँ के भयो भन्दाखेरि चाहिँ एउटा इम्पोर्टेन्ट कुरो यहाँनिर भयो। त्यो चाहिँ के हो भन्दाखेरि अब मेटाफेजमा क्रसिङ ओभर भएपछि चाहिँ मेटाफेज आयो। मेटाफेजमा जुन चाहिँ क्रसिङ ओभर छ, अब त्यो क्रसिङ ओभरमा चाहिँ यहाँनिर चाहिँ कन्डिसन चाहिँ के आयो भन्दाखेरि चाहिँ साटासाट भयो, जेनेटिक मेकअप साटासाट भयो। अब मेटाफेज आइपुग्दाखेरि चाहिँ यहाँनिर चाहिँ के भयो भन्दाखेरि यो माथिको त क्रसिङ ओभर भयो, तलको मात्रै क्रसिङ ओभर भएको, त्यसै कारण यो क्रोमेटिड त सेमै बस्छ। तर यो तल्लोमा चाहिँ के हुन्छ भन्दाखेरि अब यहाँ चाहिँ यस्तो खालके हुन्छ, यस्तो खालके हुन्छ। त्यहाँनिर चाहिँ क्रसिङ ओभर भयो, यो चाहिँ एक्सचेन्ज भयो, यसरी एक्सचेन्ज भयो। एक्सचेन्ज भएको कारणले गर्दाखेरि चाहिँ अब यसको नेक्स्ट यो तलको यसमा पनि चेन्ज भयो नि त। चेन्ज हुँदाखेरि चाहिँ अब के हुन्छ भन्दाखेरि यहाँनिर चाहिँ यो क्यापिटल ए अनि यहाँनिर चाहिँ स्मल बी आउँछ, तर तलको चाहिँ स्मल ए र स्मल बी नै बस्छ। बुझ्दैछ? यो चाहिँ भयो यहाँनिर चाहिँ एक्सचेन्ज अफ मटेरियल भयो, एक्सचेन्ज अफ जेनेटिक मटेरियल भयो यो क्रसिङ ओभरले गर्दाखेरि। यहाँ यो क्यापिटल यो जुन चाहिँ छ यो त सेम बस्यो, किनभने यिनीहरूलाई त छुको छैन, यो दुईटा मात्रै छुको छ नि त यसरी। त्यो दुईटामा चाहिँ चेन्ज आउँछ, त्यसै कारण यसमा चेन्ज आयो। के भयो? यसमा चेन्ज आयो, ए स्मल ए र क्यापिटल बी आयो। अब यो यसमा पनि चेन्ज आउँछ,
क्यापिटल ए र स्मल बी भयो अनि यसमा फेरि केही चेन्ज हुँदैन यसमा प्यारेन्टल टाइपै बस्छ सो यसलाई चाहिँ भन्छ क्रसिङ ओभर यो क्रसिङ ओभर चाहिँ इम्पोर्टेन्ट फेनोमेना हो जुन चाहिँले गर्दाखेरि चाहिँ हामीले भेरिएसन पाउँछौँ अनि त्यो भेरिएसनले गर्दाखेरि पछिबाट गएर थुप्रै भेरिएसन थपिँदै गयो भने चाहिँ इभोल्युसन पनि हुन्छ अब हामीले ग्यामेट फर्मेसन हेरौँ अब नेक्स्ट आउँछ एनाफेज एनाफेज मेटाफेज 1 सक्यो अब नेक्स्ट आउँछ एनाफेज एनाफेजमा दुईटा न्युक्लियस बनिन्छ दुईटा न्युक्लियर एउटा न्युक्लियर एनाफेज 1 मा एउटा न्युक्लियर बनिन्छ ए र बी अनि ए एन्ड बी बन्यो अनि अर्को चाहिँ यो एउटा न्युक्लियर बन्यो न्युक्लियस बन्यो यसो गरेर यो एउटा न्युक्लियर बन्यो अनि यहाँनिर अर्को न्युक्लियर चाहिँ ए बी अनि ए र बी यो अर्को न्युक्लियर बन्यो सो दुईटा न्युक्लियर बन्यो जुन चाहिँमा चाहिँ आधी आधी भयो यतिकै हो ठिकै छ त सो यो चाहिँ भयो एनाफेज 1 मा अब एनाफेज 2 मा माइटोटिक सेल डिभिजन हो सो कति किसिमको ग्यामेट बनिँदैछ भन्दाखेरि चाहिँ यसबाट बनिन्छ ए बी अनि अर्को ए र बी यसबाट बनिन्छ ए बी अनि अर्को बनिन्छ ए र बी सो यसमा हामीले हेर्यौं भने 50% प्यारेन्टल टाइप अनि 50% चाहिँ रिकम्बिनेन्ट टाइप यो हेर्यौं भने प्यारेन्टल टाइप भयो यो हेर्यौं भने प्यारेन्टल टाइप भयो यो ग्यामेट जुन चाहिँ बन्यो यो नयाँ कम्बिनेसन भएको बन्यो यो दुईटा चाहिँ सो यसबाट चाहिँ हामीले के बुझ्छौं भन्दाखेरि 50% चाहिँ प्यारेन्टल टाइप भयो अनि 50% चाहिँ यो दुईटा हेर्यौं भने चाहिँ 50% प्यारेन्टल टाइप अनि यो दुईटा हेर्यौं भने चाहिँ 50% रिकम्बिनेन्ट सो यहाँनिर हामीले यो पनि कुरा गर्यौं कि जीन लिंकेज टाढो टाढो छ भने चाहिँ क्रसओभर हुनु सक्छ त्यसैकारण त्यहाँ चाहिँ हामीले आदि चाहिँ हामीले प्यारेन्टल टाइप पाउँछौं जुन चाहिँले गर्दाखेरि चाहिँ यसलाई चाहिँ भन्छ इनकम्प्लिट लिंकेज 50% चाहिँ प्यारेन्टल टाइप 50% चाहिँ रिकम्बिनेन्ट टाइप पाएकोले गर्दाखेरि चाहिँ यसलाई चाहिँ भन्छ इनकम्प्लिट लिंकेज तर के कारणले गर्दाखेरि हुन्छ भन्दाखेरि दो द जीन्स आर लोकेटेड अन द सेम क्रोमोसोम बट दे आर एट अ डिस्टेन्स यसमा चाहिँ हामीले के रे इनकम्प्लिट लिंकेज यहाँनिर चाहिँ पाउँछौं अब यसको कन्क्लुजन चाहिँ के हो भन्दाखेरि चाहिँ जीन्स अन डिफरेन्ट क्रोमोसोम्स फलो द ल अफ independent assortment. Genes on different chromosomes follow the law of independent assortment. त्यो अघि हामीले फर्स्टमा पनि जुन चाहिँ कुरा गर्यौं त्यसमा पनि इन्डिपेन्डेन्ट ल फलो भएको छ यिनीहरुमा पनि इन्डिपेन्डेन्ट असर्टमेन्टको ल चाहिँ फलो भएको छ अलग अलग यहाँनिर हेर्यौं भने अलग अलगै भएर गयो तर हामीले यहाँनिर के देख्छौं भन्दाखेरि genes which are located on the same chromosome exchange materials reciprocally यहाँनिर मटेरियल रेसिप्रोकल भयो नि त यसबाट यहाँनिर के रे ए आयो स्मल ए आयो अनि यसबाट चाहिँ यसमा चाहिँ फेरि के रे स्मल बी आयो सो रेसिप्रोकल भयो एउटा गयो भने अर्को आउँछ अर्को गयो भने अर्को आउँछ भन्ने चाहिँ हामीले यहाँनिर कुरा बुझ्नुपर्छ अनि दिस एक्सचेन्ज ह्यापन्स ओन्ली बिट्विन होमोलोगस क्रोमोसोम अब मेन कुरोमा जाउँ टीएच मर्गनको स्टडी ड्रोसोफिलामाथि अब त्यो ड्रोसोफिलाको जुन चाहिँ स्टडी छ त्यो बुझ्नको लागि चाहिँ यो सबै बुझ्नु चाहिँ जरुरी छ
यो सबै बुझेको छैन भने चाहिँ फेरि त्यता त्यो ड्रोसोफिलाको जुन चाहिँ एक्सपेरिमेन्ट छ मर्गनले गरेको त्यो बुझ्नु चाहिँ अलिक साह्रो पर्छ है। यदि बुझ्नु सकेन भने चाहिँ भन, फेरि म तिमीहरूलाई बुझाइदिनेछु ल। अहिलेसम्म त खोइ कसैले एक दुईजनाले बाहेक अरूले मलाई त्यति एडभाइसहरू पनि दिनुभएको छैन, अनि कुनै सजेसन्स पनि दिनुभएको छैन। त्यस्तो सजेसन्सहरू एक दुईजना छोडेर अरूले चाहिँ दिनुभएको छैन। सबैले सजेसन्स दिनुभयो भने चाहिँ फ्युचर अझै म राम्रो बनाउँदै जानु सक्छु। अब मर्गनले केसमा स्टडी गर्यो भन्दाखेरि अघि नै कुरा गरिरहेको छौँ। मर्गन के हो? थोमस हन्ट मर्गन है। यो कम्प्लिट नामै याद गरिराख्नु, किनभने केही पनि हुनसक्छ। आज त गरम पो भयो त। थोमस हन्ट मर्गन उसले स्टडी चाहिँ केमा गर्यो भन्दाखेरि ड्रोसोफिला मेलानोगेस्टर। अब यसको बारेमा हामीले कुरा गरिसक्यौँ। ड्रोसोफिला मेलानोगेस्टर भनेको के हो, यसलाई कसरी कल्चर गर्न सकिन्छ, त्योहरू कुरा गरिसक्यौँ। अब यसमा 8वटा जिन हुन्छ, के अरे क्रोमोजोम्स हुन्छ भनेर पनि हामीले कुरा गरिसक्यौँ। द्याट इज 4 पेज। अनि यो किन यो चाहिँ मेटेरियल युज हुन्छ भनेर पनि हामीले कुरा गरिसक्यौँ। इजी टु ह्यान्डल, इजी टु ग्रो, अनि सर्ट लाइफ स्प्यान होइन, 2 विक्समा सकिने, अनि क्यारेक्टर्सहरू पनि थुप्रै छ। त्यसै कारण चाहिँ हामीले चाहिँ अब यो ड्रोसोफिला चाहिँ मर्गनले छान्यौँ। अब मर्गनले कतिवटा चाहिँ क्रसेसहरू गर्यो भन्दाखेरि त्यो बुझ्नुको लागि चाहिँ हामीले यसलाई डिभाइड गरौँ। ए, बी अनि सी 3 प्रकारको क्रसेस गर्यो। अनि क्यारेक्टर पनि 3 प्रकारको छ। क्यारेक्टर एउटा गर्यो बडी कलर, अर्को हो आई कलर, अनि विङ टाइप कस्तो छ, यसमा चाहिँ उसले चाहिँ रिसर्च गर्यो। यो क्यारेक्टर्सहरू चाहिँ लिएर चाहिँ रिसर्च गर्यो। अनि यो क्यारेक्टरमा उसले दुईटै पायो मेन्डलले जस्तो, डोमिनेन्ट अनि रिसेसिभ। बडी कलरमा उसले डोमिनेन्ट चाहिँ कुन चाहिँ पायो भन्दाखेरि ब्राउन, अनि रिसेसिभ चाहिँ पायो येल्लो। यसमा दुईटै छ, ब्राउन के अरे डोमिनेन्ट हो, येल्लो चाहिँ रिसेसिभ बडी कलरमा। आई कलरमा दुईटै छ, रेड चाहिँ डोमिनेन्ट अनि व्हाइट चाहिँ रिसेसिभ। विङको टाइपमा नर्मल विङ चाहिँ डोमिनेन्ट पायो, अनि मिनिएचर भनेको चाहिँ सानो भनेको। अब मेन्डलले एलएलईको जस्तो देख्छ नि, टलको क्यापिटल टी लेख्यो, ड्वार्फको स्मल टी लेख्यो, त्यस्तै खालको उसले पनि लेखेको छ। तर मेन्डल भन्दा अलिकति फरकै चलाएको छ। उसले चाहिँ यहाँ चाहिँ रिसेसिभलाई चाहिँ त्यो एल्फाबेट युज गरेको छ, तर डोमिनेन्टमा चाहिँ त्यसकै अर्को फर्म युज गरेको छ। जस्तो यहाँनिर येल्लोको आउँछ स्मल वाई, अनि यसलाई नै अब डोमिनेन्ट ब्राउन लेख्दाखेरि चाहिँ के लेख्छ भन्दाखेरि वाई प्लस। याद गरिराख है, वाई प्लस भनेको चाहिँ डोमिनेन्ट, द्याट इज प्लस जहाँ पनि आउँछ त्यो चाहिँ डोमिनेन्ट। त्यस्तै खालके व्हाइटको स्मल डब्लु चाहिँ रिसेसिभ भयो, अनि स्मल डब्लु विथ अ प्लस इज द डोमिनेन्ट। त्यस्तै मिनिएचरको स्मल एम चाहिँ रिसेसिभ भयो, अनि स्मल एम विथ अ प्लस चाहिँ डोमिनेन्ट भयो। सो यसमा चाहिँ हामीले याद गर्नुपर्छ, प्लस इन्डिकेट्स द वाइल्ड टाइप अर द डोमिनेन्ट टाइप। प्लस साइन, प्लस साइन
indicates, यो एकदमै इम्पोर्टेन्ट पोइन्ट हो किनभने पछिबाट पनि हामीले अबको उताको क्रसेसहरुमा चाहिँ यही नै युज गर्छौं किनभने मेन्डलको हामीले सकिसक्यौं। अब हामीले मेन्डलदेखि अलगै एक्सप्लेनेसन्सहरु खोज्दैछौं क्रोमोसोमल बेसिसमा। मेन्डलको चाहिँ हामीले एलिलिज फ्याक्टर्सहरु युज गरेर गरेको थियौं, अब चाहिँ क्रोमोसोमको बेसिसमा। त्यसैकारण यो इम्पोर्टेन्ट पोइन्ट हो। प्लस साइन इन्डिकेट्स wild type or this wild type is dominant. Plus जहाँ पनि आउँछ त्यो चाहिँ याद गर्नु, we are talking about a wild type. अब यहाँनिर एउटा इम्पोर्टेन्ट पोइन्ट छ, यो डल्लै जति पनि क्यारेक्टर छ नि, यो डल्लै क्यारेक्टरहरु यिनीहरु चाहिँ कुन चाहिँ जिनमा कुन चाहिँ क्रोमोसोममा प्रेजेन्ट थियो भन्दाखेरि चाहिँ एक्स क्रोमोसोममा। अब यहाँनिर आई हैव टु मेन्सन वान इम्पोर्टेन्ट थिङ, दैट इज ड्रोसोफिलामा पनि मेल र फिमेल छ। फिमेल इज XX, फिमेल इज XX अनि मेल चाहिँ XY छ है। अनि जब एक्स सँग लिंक्ड हुन्छ त्यसलाई चाहिँ भन्छ सेक्स लिंक्ड भन्छ, एक्स सँग लिंक भएको। अनि यो जुन चाहिँ मर्गनले स्टडी गर्यो एक्स क्रोमोसोमको माथि मात्रै स्टडी भएको छ, वाइ पनि आउँछ तर बेसी चाहिँ कुरो चाहिँ के हुन्छ भन्दाखेरि डिल्स विथ एक्स क्रोमोसोम। एक्स क्रोमोसोमसँग डिल गरेपछि यो डल्लै जिनहरु एउटै क्रोमोसोममा आउँदैछ, दैट इज एक्स क्रोमोसोममा। भनेपछि यहाँ त लिंकेजको कुरा आइहाल्यो नि त, हैन? सो व्हाट वी आर ट्राइङ टु एक्सप्लेन इज लिंकेज। यो के अरे मर्गनको क्रसेस युज गरेर चाहिँ हामीले चाहिँ यहाँनिर चाहिँ लिंकेजको कुरा गर्दैछौं। All three characters were present on the X chromosome. सबै क्यारेक्टर्स नै was present on the X chromosome. त्यो मैले लेखि बस्नु पर्दैन, त्यो मैले आफैले लेख्दाखेरि पनि हुन्छ। त्यसैकारण X क्रोमोसोममा भएकोले गर्दाखेरि यसलाई चाहिँ हामीले के भन्छौं, सेक्स लिंक्ड भन्छौं। सेक्स लिंक्ड इनहेरिटेन्स इन ड्रोसोफिला। अब मेल हामीले अघि नै कुरा गर्यौं, मेल भनेपछि XY हुन्छ, फिमेल चाहिँ XX हुन्छ। अब यो चाहिँ के कारणले गर्दाखेरि हामीलाई सजिलो, हामीलाई ह्युमन्सको त्यहाँनिर इन्टरप्रेट गर्नु किन सजिलो भयो भन्दाखेरि चाहिँ हाम्रो पनि इन द केस अफ फिमेल चाहिँ XX हो, इन द केस अफ मेल चाहिँ XY हो। अहिले हामी पछि सेक्स डिटर्मिनेसनको पनि हामी कुरा गर्छौं, कुन चाहिँमा XX फलो हुन्छ, XY फलो हुन्छ, त्यसको पनि कुरा गर्छौं। अब क्रसेस चाहिँ के गर्यो भन्दाखेरि एउटा क्रस चाहिँ गर्यो, एउटा क्रस चाहिँ भयो A र B बीचमा, अर्को क्रस भयो B र C को बीचमा, अनि थर्ड क्रस चाहिँ भयो A र C को बीचमा। भनेपछि यो मर्गनले जुन चाहिँ क्रसेस गर्यो, क्रसेस चाहिँ कतिवटा थियो, 3 वटा थियो। 3टा क्रस, 3टा टाइप, 3 क्रसेस गरे। 3 क्रसेस, दैट इज A between A and B, अनि B and C, अनि A and C, 3 किसिमको क्रसेस गर्यो। भनेपछि यहाँ क्रस चाहिँ के गर्यो भन्दाखेरि फर्स्ट चाहिँ बडी कलर र आई कलरको गर्यो, त्यहाँदेखि चाहिँ आई कलर र विङ टाइपको गर्यो, त्यहाँदेखि चाहिँ बडी कलर र विङ टाइपको क्रसेसहरु चाहिँ त्यहाँनिर चाहिँ पढे, आई मिन स्टडी गर्यो, एक्सपेरिमेन्टमा स्टडी गर्यो। अब हामी सुरु गरौं फर्स्ट क्रस, दैट इज A with B, that is body color with I। त्यो युज गरेर चाहिँ हामीले चाहिँ फर्स्ट क्रस चाहिँ पुरा गरौँ है। मेटाउँ यो, तिमीहरु सँगसँगै नोट्स पनि लेख्दै होला नि, हैन? अब अहिले मैले तिमीलाई मेरो यो क्लासको नोट्सहरु पठाउन सकेको छुइनँ, किन भन्दाखेरि 2 महिना पछि मात्रै मैले पठाउनु पाउँदो रहेछ। यो चाहिँ अब युट्युबको रुल रहेछ। 2 महिना पछि मेरो जब यो 2 महिनासम्म चलिरहन्छ, त्यहाँदेखि पछि चाहिँ मैले यो क्लासको नोट्सहरु चाहिँ त्यही साइटमा नै अपलोड गर्नु सकिन्छ। अनि तिमीले त्यसबाट डाउनलोड गरेर त्यो लिंक पठाइदिन्छु, त्यो लिंक पठाएपछि त्यो लिंकबाट नै तिमीले त्यो नोट्स पनि निकाल्न सक्छ, तर 2 महिना पछि मात्रै हुन्छ। त्यसैकारण अहिले चाहिँ जुन चाहिँ मैले पढाउँदै छु त्यो तिमीहरुले पनि लेख्दै गर है। पछि म
टेस्टहरु दिँदाखेरि तिमीहरूले रेफर गरेर पढ्नु सक्छौ। अब हामीले फर्स्ट क्रस हेरौं। फर्स्ट क्रस दैट इज ए एन्ड बी को हामीले त्यहाँ लेखिसकेका छौं। ए एन्ड बी को बिट्विन ए एन्ड बी दैट इज बॉडी कलर एन्ड आई कलर, यो दुईटा लिएर चाहिँ हामीले क्रस गर्दैछौं। बॉडी कलर चाहिँ हामीले रिसेसिभ लियौं अनि आई कलर चाहिँ डोमिनेन्ट लियौं ल। बॉडी कलर चाहिँ यो चाहिँ मर्गनले जस्तो लियो त्यस्तै लिँदैछ। बॉडी कलर चाहिँ रिसेसिभ लियौं, आई कलर चाहिँ डोमिनेन्ट, आई कलर चाहिँ डोमिनेन्ट। अब रिसेसिभ चाहिँ हामीले फिमेल लियौं अनि डोमिनेन्ट चाहिँ मेल लियौं। अब हामीले हेरौँ अघिको बॉडी कलर को के छ सिम्बल वाई छ, स्मल वाई। अब रिसेसिभ भनेपछि यो फिमेल भनेपछि दुईटै एक्स एक्स हो कि हैन? एक्स एक्स उसको के हुन्छ वाई, बॉडी कलर रिसेसिभ हो नि त भनेपछि वाई भनेपछि के हो येलो, एन्ड आई कलर पनि रिसेसिभ भनेपछि व्हाइट हैन? यो दुईटामै सेम हुन्छ। ओके, अनि मेल चाहिँ डोमिनेन्ट भन्दैछ। मेल भनेपछि मेलमा एउटा मात्रै एक्स छ भनेपछि डोमिनेन्ट भनेपछि वाई को प्लस भयो अनि आई को पनि प्लसै भयो। यो चाहिँ भयो मेल को एक्स भयो, वाई चाहिँ के छ वाई चाहिँ त्यसको काउन्टर आउँदैन किनभने मेल चाहिँ यहाँनिर चाहिँ हेमिजाइगस हो। एज फार एज एक्स क्रोमोसोम इज कन्सर्न इट इज हेमिजाइगस, हेमिजाइगस कन्डिसन लेखिराखौं यहाँनिर हामीले हेमिजाइगस कन्डिसन। अब हेमिजाइगस कन्डिसन भनेको चाहिँ के हो भने ओन्ली वान एक्स इज इफेक्टिभली टेकिङ पार्ट इन द ट्रान्समिसन अफ क्यारेक्टर्स। सो यहाँनिर चाहिँ यो कन्डिसन भए फिमेल चाहिँ दुईटै रिसेसिभ छ अनि मेल चाहिँ डोमिनेन्ट छ भनेपछि यहाँनिर मेलको आँखाको कलर चाहिँ कस्तो छ रेड छ, बडीको कलर चाहिँ ब्राउन छ। यहाँनिर हामीले फिमेल रिसेसिभ हो, बॉडी कलर येलो अनि आई कलर व्हाइट, बॉडी कलर येलो आई कलर व्हाइट। अब यो युज गरेर हामीले क्रस गरौँ, यसलाई क्रस गर्नुको लागि हामीले अब सजिलो हामीले सिकेको कुरो पन्नेट स्क्वायर युज गरौँ। पन्नेट स्क्वायरमा हामीलाई थाहा छ यसरी यो चाहिँ भयो पेरेन्टल जेनेरेसन हैन? पेरेन्टल जेनेरेसन। अब हामीले निकाल्दैछौँ F1 जेनेरेसनमा। अब यसको ग्यामेट्स के बनिन्छ? यतापट्टि हामीलाई थाहा छ हामीले मोस्टली मेलको लेख्छौँ, यतापट्टि चाहिँ फिमेलको ग्यामेट्स लेख्छौँ। मेलको ग्यामेट के हुन्छ एक्स वाई प्लस डब्लु प्लस हैन? अनि वाई त वाई मात्रै हुन्छ, त्यसलाई हामीले यसो गरिराखौँ वाई वाई वाई। द genetics is so very interesting subject because it deals with our understanding of our own self. That is why it is a very interesting branch of biology. Genetics मजा आउँछ पढ्नु तर बुझ्नु चाहिँ पर्यो। अब यहाँनिर हामीले ग्यामेट लेख्यौं, एउटा यो हुन सक्छ हेटेरोजाइगस हो अनि अर्को चाहिँ वाई क्रोमोसोम हैन? त्यहाँदेखि यता चाहिँ दुईटै सेम हुन्छ होमोजाइगस एक्स वाई डब्लु, यता पनि एक्स वाई डब्लु। ओके, अब यसलाई हामीले क्रस गरौँ है। क्रस गर्दाखेरि यो र यो सँगै आयो, यहाँनिर यो लाइन पनि कोर्नु पर्ने हो हामीले, यो लाइन पनि कोर्नु, विच डिनोट्स द क्रोमोसोम।
सो यहाँनिर आउँछ एउटा क्रोमोजोममा यो एक्स हो क्रोमोजोम वाई प्लस र डब्लु प्लस आयो अनि अर्को एक्स क्रोमोजोम यहाँनिर यसको एक्सै आउँछ वाई र डब्लु मात्रै आउँछ अब यहाँनिर पनि सेम हुन्छ एक्स जुन चाहिँ छ वाई प्लस अनि डब्लु प्लस अनि एक्स चाहिँ अर्को चाहिँ वाई र डब्लु सो यो दुईटा सेम हो किनभने यो होमोजाइगस भएकोले गर्दाखेरि यो डिफ्रेन्ट हुन सक्ने कुरै आएन हैन अब यता चाहिँ यो छ एक्स मा चाहिँ वाई र डब्लु अनि वाई क्रोमोजोम यता पनि एक्स वाई र डब्लु अनि वाई क्रोमोजोम सो हामीले यहाँनिर के देख्दैछौँ भन्दाखेरि 50% ब्राउन एन्ड रेड आई ब्राउन कलर्ड बडी एन्ड रेड आई अनि 50% चाहिँ येलो कलर्ड बडी अनि व्हाइट आई हैन सो यहाँनिर चाहिँ 50% ब्राउन अनि रेड ब्राउन चाहिँ के हो बडी कलर अनि रेड चाहिँ आई कलर हैन अब यतापट्टि हेरौँ भने फेरि 50% येलो अनि व्हाइट येलो चाहिँ बडी कलर अनि यो चाहिँ आई कलर ओके सो यो चाहिँ भयो F1 जेनेरेसन यो चाहिँ भयो हाम्रो निक्ल्यो F1 जेनेरेसन 50% ब्राउन र रेड अनि 50% चाहिँ येलो र व्हाइट निस्क्यो यो चाहिँ भयो F1 जेनेरेसन अब नर्मली हामीले मेन्डलमा के गर्छौं भन्दाखेरि F1 जेनेरेसनको लिएर त्यसलाई हामीले सेल्फिङ गर्छौं अब नेक्स्ट चाहिँ हामीले के गर्छौं सेल्फिङ जुन चाहिँ हामीले मेन्डलको पढ्दाखेरि पनि गरेको थियो सेल्फिङ भनेको चाहिँ के हो F1 जेनेरेसनकोलाई नै लिएर सेल्फ पोलिनेसन गराउँथ्यो जुन चाहिँ उयसमा त अब यहाँ त सेल्फ पोलिनेसन हुँदैन सेल्फ फर्टिलाइजेसन गराउँछ सेल्फिङ गराउँछ अनि हामीले पाउँछौं नेक्स्ट के हुन्छ F2 जेनेरेसन F2 जेनेरेसनको लागि पनि हामीले सेम कुरो नै युज गरौँ F2 जेनेरेसनको लागि पनि सेम पन्नेट स्क्वायरै युज गरौँ यतापट्टि मेल यतापट्टि फिमेल फिमेल दुईटा सेमै छ यो दुईटै फिमेल हो यो दुईटै मेल हो सो फिमेल को के रहेछ ग्यामेट के रहेछ एक्स यहाँनिर वाई प्लस र डब्लु प्लस पनि छ अनि अर्को के हुन सक्छ एक्स वाई एन्ड डब्लु हुन सक्छ हैन अनि मेलको चाहिँ दुईटै रिसेसिभ हो एक्स वाई डब्लु अनि वाई क्रोमोजोम यसलाई अब क्रस गरेर हेरौँ है यो पनि क्रस गर्दाखेरि यहाँनिर हामीले पाउँछौं के हुन्छ एक्स वाई प्लस डब्लु प्लस अनि एक्स वाई डब्लु हैन एक्स वाई डब्लु यो कस्तो खालके भयो भन्दाखेरि यो चाहिँ डोमिनेन्टै भयो अब यो र यो हेर्यौं भने चाहिँ एक्स वाई डब्लु अनि एक्स वाई डब्लु यो चाहिँ के भयो रिसेसिभ यो चाहिँ भयो रिसेसिभ अनि यो चाहिँ के भयो भन्दाखेरि डोमिनेन्ट दैट इज वाइल्ड टाइप अब यहाँनिर यो र वाई क्रोमोजोम क्रस गरौँ है एक्स वाई प्लस डब्लु प्लस अनि वाई क्रोमोजोम यतापट्टि एक्स वाई र डब्लु अनि वाई क्रोमोजोम सो यहाँनिर हामीले के देख्यौं भन्दाखेरि अनदर पोसिबिलिटी यो F2 जेनेरेसनमा चाहिँ हामीले के रे यो चाहिँ रिसेसिभ पायौं यो चाहिँ वाइल्ड टाइप पायौं यो चाहिँ रिसेसिभ पायौं यो चाहिँ वाइल्ड टाइप पायौं यहाँ पनि वाइल्ड टाइप पायौं यो चाहिँ रिसेसिभ पायौं हैन तर अब यसको एक्चुअल स्टडी जब के रे मर्गनले गर्यो त्यति बेला चाहिँ
यसमा के पाइयो भन्दाखेरि चाहिँ देयर इज नो क्रसिङ ओभर। यहाँ चाहिँ क्रसिङ ओभर भएन, किनभने हामीले जुन चाहिँ यो पनि प्यारेन्टलै हो, यो सबै प्यारेन्टलै हो, अनि यो यिनीहरू सबै पनि प्यारेन्टल नै हो, प्यारेन्टल टाइपै पायौँ। सो नो क्रसिङ ओभर, अल आर प्यारेन्टल टाइप, नो क्रसिङ ओभर, all are parental type। र पनि त्यहाँनिर अब चान्सेस थियो होला, अर्को पोसिबिलिटी पनि छ होला नि त। अर्को पोसिबिलिटी चाहिँ के भन्दाखेरि त्यहाँनिर क्रसिङ ओभर पनि, यो हामीले फर्स्टको हेर्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ कुनै क्रसिङ ओभर छैन। तर यदि क्रसिङ ओभर भयो भने चाहिँ यसको अब जुन चाहिँ हुन्छ त्यो चाहिँ यसको एक्सप्लेनेसनै अलग्गै भएर जान्छ। अनि क्रसिङ ओभर भइहाल्यो भने चाहिँ हामीले के अरे यसमा मर्गनको अनुसार चाहिँ अब उसले त थुप्रै के अरे ड्रोसोफिलाको थुप्रै पपुलेसनमा उसले स्टडी गरेको होइन। अब थुप्रै पपुलेसन स्टडी गर्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ क्रसिङ ओभर भइहाल्यो भने चाहिँ अब यहाँनिर त हामीले एउटै जिनमा छ, क्रसिङ ओभरको चान्सेस छैन। क्रसिङ ओभर भइहाल्यो भने चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यहाँ F2 जेनेरेसनमा अलिकति चेन्जेस आउँछ। यसमा क्रसिङ ओभर भयो भने चाहिँ अब Y प्लस W हुन्छ अनि Y W प्लस हुन्छ, क्रसिङ ओभर टाइप। तर यो क्रस ओभर टाइप हामीले यहाँ युज गऱ्यौँ, के अरे मर्गनले युज गरेर स्टडी गर्दाखेरि चाहिँ के चाल पायो भन्दाखेरि चाहिँ उसले के चाल पायो भन्दाखेरि जम्मा प्यारेन्टल टाइप चाहिँ 98.7% चाहिँ प्यारेन्टल टाइपै पायो। क्रसओभर चाहिँ एकदमै कम्बिनेन्ट, रिकम्बिनेन्ट चाहिँ एकदमै कम्ती, द्याट इज 1.3% मात्रै रिकम्बिनेन्ट। यो चाहिँ प्यारेन्टल टाइप, यो चाहिँ रिकम्बिनेन्ट टाइप, जुन चाहिँले गर्दाखेरि चाहिँ यो के भयो कुरा भन्दाखेरि चाहिँ यो बडी कलर र आई कलर चाहिँ लिङ्क्ड जिन्समा नै काउन्ट भयो। त्यसै कारण चाहिँ यो दुईटा जुन चाहिँ हामीले ट्रेटहरूको कुरा गर्दैछौँ यहाँनिर, बडी कलर र दुईटा क्यारेक्टरको कुरा गर्दैछौँ, बडी कलर र आई कलरको, यिनीहरू चाहिँ लिङ्क जिन्समा आउँछ। किन भन्दाखेरि 98% चाहिँ हामीले चाहिँ त्यहाँनिर चाहिँ प्यारेन्टल टाइपै पायौँ। अब रिकम्बिनेन्टको अलिकति हामीले यहाँ कुरा गरिराखौँ। रिकम्बिनेन्ट भनेको चाहिँ कस्तो हो भन्दाखेरि अब यो हामीले बेसिकली F2 जेनेरेसनमा यसमा चाहिँ रिकम्बिनेन्ट हामीले यहाँनिर अघि पनि मैले अलिकति कुरा गरेँ। यो 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 पढुन्जेलसम्म हामीले के देख्यौँ भन्दाखेरि यहाँनिर त रिकम्बिनेसन भएन, नयाँ टाइपको निस्किएन। तर नयाँ टाइपको निस्किनु पनि सक्ला, अघि हामीले जस्तो पढ्यौँ नि त्यसमा हामीले नयाँ टाइपको पनि निक्लिनु सक्ला, पोसिबिलिटी चाहिँ देख्दैछौँ यहाँनिर। अब त्यो पोसिबिलिटीको लागि चाहिँ हामीले के गर्छौँ, अनदर पोसिबिलिटी चाहिँ के हो भन्दाखेरि यहाँ यसको त इन सक्यो जस्तो छ, यसको पोसिबिलिटी एक्स क्रोमोजोम क्यान अन्डरगो क्रसिङ ओभर। पोसिबिलिटी चाहिँ के छ भन्दाखेरि पोसिबिलिटी चाहिँ एक्स क्रोमोजोम can undergo crossing over। X chromosome can undergo crossing over। अब यो X chromosome हामीले F1 लाई सेल्फिङ गरेको हो। क्रसिङ ओभर कस्तो खालके भन्दाखेरि X Y प्लस W प्लस थियो अनि अर्को X थियो Y एन्ड W। अब यसलाई चाहिँ हामीले क्रोमोजोमको हिसाबले बनाऊ है, Y प्लस एन्ड W प्लस, अनि अर्को चाहिँ थियो Y एन्ड W। अब यिनीहरूमा चाहिँ क्रसिङ ओभर भयो। क्रसिङ ओभर हुँदाखेरि चाहिँ के भयो भन्दाखेरि एउटा अब क्रसिङ ओभर के अरे वाइ क्रोमोजोमको त हुनु सक्दैन। सो द नेक्स्ट चाहिँ कस्तो रहन्छ भन्दाखेरि जस्तो थियो सुरुमा त्यस्तै नै छ। ओके,
सो यसको वाई क्रोमोजोम चाहिँ वाई चाहिँ कस्तो रहन्छ भन्दाखेरि त्यसमा पनि एक्स त छ मेलमा त, द्याट इज वाई एन्ड डब्लु थियो, अनि वाई क्रोमोजोम यहाँनिर क्रसिङ ओभर हुन सक्दैन, त्यसै कारण यहाँनिर रहन्छ वाई डब्लु यस्तो खालके नै रहन्छ। यहाँ चाहिँ क्रसिङ ओभर हुन सक्दैन, यहाँ चाहिँ क्रसिङ ओभर हुनु सक्छ। त्यो क्रसिङ ओभर हुँदाखेरि चाहिँ त्यो पोसिबिलिटी चाहिँ छ क्रसिङ ओभर हुने। क्रसिङ ओभर हुँदाखेरि चाहिँ अब के भयो भन्दाखेरि नयाँ टाइपको ग्यामेट फर्म भयो, नयाँ टाइपको ग्यामेट फर्म भयो। नयाँ टाइपको ग्यामेट चाहिँ कस्तो फर्म भयो भन्दाखेरि चाहिँ अब चाहिँ नेक्स्ट कस्तो भयो भन्दाखेरि चाहिँ वाई प्लस डब्लु आयो, अनि वाई डब्लु प्लस नयाँ कम्बिनेसन बन्यो। यो नयाँ कम्बिनेसन बन्नेकोले गर्दाखेरि चाहिँ अब योसँग क्रस गर्दाखेरि चाहिँ यसलाई क्रस गर्दाखेरि चाहिँ अब फेरि पन्नेट स्क्वायरै बनाऊ, पन्नेट स्क्वायरै बनाऊ। यहाँनिर वाई डब्लु, यहाँनिर वाई क्रोमोजोम, अनि यहाँनिर चाहिँ बन्यो वाई प्लस र डब्लु, अनि वाई र डब्लु प्लस। अब यो दुईटा जोडिँदाखेरि अनि वाई प्लस र डब्लु भनेपछि यहाँनिर चाहिँ के भयो भन्दाखेरि नयाँ प्रकारको बन्ने कि बन्दैन। यहाँनिर त हामीले सुरु गरेको थियौँ येल्लो र व्हाइट, तर यहाँनिर चाहिँ के भयो अब ब्राउन र व्हाइट चाहिँ सँगै आयो। सो यो नयाँ टाइपको बन्यो, रिकम्बिनेन्ट टाइपको। यहाँ पनि हेऱ्यौँ भने यो त पहिलाको जस्तै छ, तर नयाँ चाहिँ के भयो भन्दाखेरि यहाँ चाहिँ रेड कलर विथ येल्लो बडी आयो, यो पनि रिकम्बिनेन्ट टाइप। अब यहाँनिर पनि मेलमा पनि त्यस्तै भयो, मेलमा पनि त्यस्तै भयो। अब ब्राउन बडी विथ व्हाइट आई कलर, यहाँनिर फेरि जस्ट अपोजिट भयो, येल्लो बडी विथ रेड आई कलर। सो यो चाहिँ के भयो भन्दाखेरि यसलाई चाहिँ भन्छ हामीले रिकम्बिनेन्ट टाइप। हामीले अघि जुन चाहिँ पेरेन्टल टाइप थियो त्यो चाहिँ 98% थियो। अब रिकम्बिनेन्ट टाइप चाहिँ कति थियो 1.3%। त्यो यो जुन चाहिँ रिकम्बिनेन्ट टाइप निक्ल्यो त्यो चाहिँ 1.3%। सो यहाँनिर चाहिँ हामीले के भन्नु सक्छौँ भन्दाखेरि चाहिँ रिकम्बिनेसन चान्सेसै छैन चाहिँ होइन, तर एकदमै कम्ती छ। चान्स एकदमै कम्ती भएकोले गर्दाखेरि चाहिँ अब हामीले के भन्नु सक्छौँ भन्दाखेरि यो चाहिँ मोस्टली लिङ्क्ड जिन्समै आउँछ। बडी कलर र आई कलर अफ द ड्रोसोफिला आर बडी कलर एन्ड आई कलर चाहिँ लिङ्क्डमै आउँछ, लिङ्क्ड जिन्समै आउँछ। किनभने यिनीहरूमा चाहिँ साह्रै बेसी डिफरेन्स आयो नि त। 98.7% चाहिँ प्यारेन्टल टाइप आयो भनेपछि त के भयो र, त्यो त एकदमै छुट्टिनु नसक्ने स्थिति नै हो नि त। यो त रेयर ओकेजन्समा मात्रै भएको जस्तो भयो नि त। 1.3 चाहिँ एकदमै रेयर भयो नि त। त्यसै कारण चाहिँ बडी कलर र आई कलर चाहिँ कस्तो रहेछ, लिङ्क्ड रहेछ। तर सँगैमा हामीले अर्को के लिएको थियौँ, अर्को के लिएको थियौँ भन्दाखेरि बी र सी, आई कलर र विङ्स टाइपमा। आई कलर र विङ टाइपमा चाहिँ हामीले के देख्यौँ भन्दाखेरि आई कलर र विङ टाइपमा चाहिँ आई कलर अनि विङमा चाहिँ टाइपमा चाहिँ हामीले के देख्यौँ भन्दाखेरि एकदम क्लोज देख्यौँ। यहाँ चाहिँ 62% चाहिँ प्यारेन्टल टाइप निस्क्यो, अनि 62.8% चाहिँ प्यारेन्टल टाइप निस्क्यो, अनि 37.2% चाहिँ 37.2% चाहिँ के भयो भन्दाखेरि रिकम्बिनेन्ट।
रिकम्बिनेन्ट, जुन चाहिँले गर्दाखेरि चाहिँ हामीले यसलाई के डिड्युस गर्न सक्छौँ भन्दाखेरि चाहिँ आई कलर र विङ टाइप चाहिँ त्यहाँ चाहिँ क्रसिङ ओभर हुन्छ, तर बडी कलर र आई कलर चाहिँ हुँदैन क्रसिङ ओभर, त्यो चाहिँ लिङ्क जिन्समा आउँछ। यो चाहिँ इन्कम्प्लिट डोमिनेट के अरे लिङ्केजमा आउँछ, यो चाहिँ कम्प्लिट लिङ्केजमा आउँछ। द्याट इज बडी कलर र आई कलर चाहिँ कम्प्लिट लिङ्केजमा आउँछ, अनि आई कलर र विङ टाइप चाहिँ इनकम्प्लिट लिङ्केजमा आउँछ। त्यस्तै खालके के अरे हामीले के गरेको थियौँ, बडी कलर र विङ टाइप पनि इनकम्प्लिट लिङ्केजमै आउँछ। सो कन्क्लुजनमा चाहिँ हामीले के भन्नु सक्छौँ भन्दाखेरि चाहिँ जति डिस्टेन्स कम्ती छ त्यति कम्प्लिट लिङ्केज हुने चान्सेस बेसी छ। द जिन्स आर टाइटली लिङ्क टुगेदर, लिङ्क जिन्स हुन्छ, रिकम्बिनेन्स एकदम लेस हुन्छ, अनि यसमा नयाँ जुन चाहिँ कम्बिनेसन बनिन्छ त्यो चाहिँ एकदमै कम्ती हुन्छ। जति क्लोजमा छ अनि जति टाढो हुन्छ त्यति यसमा चाहिँ लिङ्केज चाहिँ कम्ती हुन्छ। अनि मेन्डलले जति पनि पढ्यो एउटै क्रोमोजोममा भएको कन्ट्रास्टिङ क्यारेक्टर्स चाहिँ लिएन, उसले चाहिँ भिन्दै भिन्दै क्रोमोजोममा भएको लियो। अनि जब यो पछिबाट आयो ह्युगो डी भायसको कोरले अलिक भिन्दै भिन्दै एक्सपेरिमेन्टहरू गर्दै गयो, अनि टिएच मर्गनमा आयो जब, त्यति बेला चाहिँ भिन्दै एक्सपेरिमेन्ट भयो, जुन चाहिँ बाट चाहिँ हामीले नयाँ किसिमको चाल पायौँ, द्याट इज लिङ्केज। लिङ्केज भनेको चाहिँ यस्तो खालको जिन्स हो जुन चाहिँ एकदम क्लोज टुगेदर छ अनि यिनीहरूलाई चाहिँ हतपत छुट्याउनु सक्दैन। सो आजको लागि यति कुरा गरौँ। नेक्स्ट क्लासमा चाहिँ हामीले फेरि कुरा गर्नेछौँ कि यो जुन चाहिँ टिएच मर्गनले निकालेको जुन चाहिँ रेसियोजहरू छ या त पर्सेन्टेजहरू छ त्यो युज गरेर चाहिँ त्यसलाई चाहिँ फर्दर उसको स्टुडेन्ट अल्फ्रेड स्टुडिभ्यान्ट भन्नेले चाहिँ के प्रकारले युज गर्यो भनेर चाहिँ हामीले नेक्स्ट उयसमा पढ्छौँ, द्याट इज क्रोमोजोमल म्यापिङमा हामीले त्यसको बारेमा कुरा गर्नेछौँ। बट डोन्ट फर्गेट टु सब्सक्राइब, share and like. Okay, thank you very much for the day.